सम्पूर्णमा नमस्कार। हामी चाहिँ एकजना हाम्रो उहाँ सर पछाडि बसेर नीलो टी सर्ट लाउने सरको यही महिनाको अन्तिममा छुट्टी जान लाग्नु भएकाले केही सामानहरू सपिङ गर्न जाँदै गरेको अवस्थामा यो एउटा भिडियो बनाएको छु। सबैले हेरिदिनु होला। मलेसियाको रावाङ स्थित हाम्रो रुमबाट हामी चाहिँ रावाङ बजारतिर जाँदै गरेको अवस्था हेर्नुस् त। नेपालको जस्तै एकदमै राम्रो मलेसियाको हरियाली वातावरण एकदमै राम्रो छ। एकदम ल हेर्नुस् त कति मजाले हराभरा वातावरणहरू, कति राम्रो, आहा अत्यन्तै राम्रो सिनहरू। नेपालको सदाबहार मौसम यस्तै नै रहने गरेको छ। यहाँ दिनमा एकपटक पानी परेकै हुन्छ। त्यसैले हाम्रो नेपाली समयको बर्खायामको जस्तो मौसमहरू देखिन सकिन्छ। एकदमै मनमोहक दृश्य, कति रमाइलो। डाँडाकाँडाहरू पनि छन्, हरियाली उत्तिकै एकदमै राम्रो। ल हेर्नु त सररररर एकदमै राम्रो सिन आएको छ। यो चाहिँ एकदम हाइवे बाटो हो। हामी गइरहेका छौँ रावाङ बजारमा। तपाईहरुले हेर्दै जानुहुनेछ भिडियो। हामी हिँडिरहेको अवस्था र पसलमा पुगेर सामानहरू किनेको, त्यहाँको मार्केट भाटबटिनीहरू सबै देख्नुहुनेछ। भिडियो हेर्दै जानु होला सबैले, अन्तिमसम्म भिडियो हेर्नु होला। हजुरहरूले छुट्टी जाने बेलामा केही सामानहरू खरिद गर्नका लागि, सपिङ गर्नका लागि हामी बजार जाँदै गर्दाखेरिको यो एउटा भिडियो लिएको थिएँ। नेपालको जस्तै डाँडा पाखाहरू अनि यहाँको रोड बाटोको अवस्था निकै नै राम्रो छ। बिचमा यस्तै चेकपोस्टहरू छ। यो अटोमेटिक कार्ड देखाएपछि आफै यो ओपन हुन्छ र सजिलै जान सकिन्छ। यहाँ कुनै पनि ट्राफिक पुलिसहरू बस्दैनन्। यो अटोमेटिक चेकपोस्ट हो। ल हेर्नुहोस्, हामी चेकपोस्टबाट अगाडि छिरिसकेका छौँ। तपाईँले हेर्दै जानु होला। एकदमै राम्रो छ यहाँको बाटोहरू, सिस्टमहरू। हामी केही मिनेटमै बजार पुग्नेछौँ। अहिले एकदमै द्रुत गतिमा पुगिरहेका छौँ, हिँडिरहेका छौँ। यहाँ तपाईँहरू जाँदै एकदमै राम्रो सिनहरू देख्न हुनेछ। र यहाँको एकदमै आम्दानीको स्रोत तेल, पाम ओइल भन्छ। तेलका दानाहरू, तेलका रुखहरू, यहाँको विशेष अर्गानिक लोकल तेलको दाना, तेलघारी सबै देख्न सक्नुहुनेछ। तपाईँ भिडियोले एकदम स्किप नगरी भिडियो हेर्दै जानु होला। मलेसियाको वातावरण, मलेसियाको एकदमै रोडहरूको अवस्था हेर्नुहोस् कति मजाको, एकदमै चौडा खराब बाटोहरू देख्दै जानुहुनेछ। भिडियो हेर्दै जानु होला है त हजुरहरू। ल हेर्नुहोस्, अब तेलको जङ्गलहरू आउनै लागिसक्यो। एकदमै हराभरा वातावरण, उत्तिकै राम्रो बाटो। हेर्नुहोस् त, यो सबै तेलघारी हो। यही तेल यहीँबाट फलेको तेलको दानाहरू लगेर हाम्रो कम्पनीमा पेल्ने, प्रशोधन गर्ने, विभिन्न केमिकल बनाउने मुख्य यसको कच्चा पदार्थ भनेको यही तेलको दानै हो। यो तेलघारी हो। यस्तो मलेसियामा टन्नै छ जङ्गल। मुख्य खेती यहाँको आम्दानीको स्रोत भनेकै यही तेल हो। ल हेर्नुहोस्, यो एकदमै राम्रो छ।
तेल गाडी टन्नै छ, यस्तो टन्नै मलेसियाभरि। यहाँ त केही थोरै मात्रामा पुरै आँखाले देखिन सक्ने तेलको खेती। एकदमै यसबाट दानाहरू फलेर टिपेर यही हो मुख्य, यो देखिरहेछ उतापट्टि यही नै हो। तपाईँहरू हेर्दै गर्नु होला भिडियोलाई। एकदमै राम्रो वातावरणको साथ हामी गइरहेका छौँ। ल हेर्नु कति राम्रो वातावरण छ, हेर्नु तेलको यो बोटहरूले पनि अत्यन्तै राम्रो यहाँ बाटोको शोभा बढाएका छ। बाटोको अवस्था उत्तिकै राम्रो। ट्राफिक सिस्टम यहाँ कहीँ पनि ट्राफिक पुलिस हुँदैन। यदि इनकेस एक्सिडेन्ट भइहाल्यो भने ट्राफिकलाई फोन गरेपछि आउने हो, बाटोमा ट्राफिक हुँदैन। हाम्रो नेपाल जस्तो त्यही नजिकै पहिलामा जस्तै ट्राफिक पुलिसले दुःख गरेर गाडीलाई रोक्ने, चिट काट्ने हुँदैन। यहाँ एकदमै क्यामेराबाट ट्राफिकको सिग्नलको आधारमा गाडीहरू आफ्नो सिस्टममा चलिरहेका हुन्छन्। अत्यन्तै राम्रो सिस्टम छ, हेर्दै जानु होला हजुरहरूले। हामी अब केही बेरमै बजार पुगिहाल्छौँ। त्यसपछि त्यहाँको बजारको अवस्था मार्केट भाटबाटिनीको जस्तो सिस्टममा त्यहाँ छ। भाटबाटिनी नै हो। हामी केही सामानहरू खरिद गर्नेछौँ घर बिदा जानको लागि। एकजना हाम्रो सँगै आएको साथी घर जाँदै हुन्थ्यो, त्यसैले हामी सामान खरिद गर्नको लागि गइरहेका छौँ। एकदमै आरामसँग यो एकदम यहाँको केएलदेखि यताको यो बजारमा आउने मुख्य हाइवे हो, रावङ बजार आउने। अब केही बेरमै हामी बजार पुग्नेछौँ र त्यहाँ सामानहरू खरिद गर्नेछौँ, सपिङ गर्नेछौँ। हजुरहरूले हेर्दै जानु होला भिडियोलाई। ल हेर्नुहोस् अगाडिको एकदमै राम्रो दृश्य हामीले देख्न सक्छौँ। केही बेरमा हामी पुग्न लाग्यौँ हामी बजार। ठिकै छ, मलेसियाको वातावरण यस्तै छ। गर्मी त्यति हुँदैन, कहिलेकाहीँ अलिक गर्मी हुन्छ, फेरि दिनमा एकपटक पानी पर्छ, त्यही कारणले गर्मी फेरि छिट्टै कम भइहाल्छ। यहाँको वातावरण एकदम हरियाली सदाबहार यस्तै छ मौसम। वातावरण ठिकै छ यहाँको एकदमै। हजुरहरूले देख्न सक्नुहुन्छ, हेर्नुहोस् न कति राम्रो। आहा निकै राम्रो, मनै लोभ्याउने वातावरण देख्न सक्छौँ हामीले। हामी लगभग बजार आइपुग्न लागेको अवस्था अब चाहिँ यहाँको यो रावङ मुख्य बजार यही हो। अब थोरै बाँकी छ हामी पुग्नलाई। ल हामी बजार झारिसकेर यो मार्केटमा जाँदै हो। हामी यहाँभित्र छिर्नेछौँ। यो RIA यो लेखेको त्यो जुन ठुलो बिल्डिङ छ, हामी त्यहाँ छिर्नेछौँ। गइरहेका छौँ हामी। यो RIA यो लेखेको छ। ल हामी छिर्न लागिसकेका छौँ। ल हामी चाहिँ भित्र छिरिसकेर अहिले चाहिँ मार्केट जाँदै हो। ल फाइनली हामी मार्केट पुगिसक्यौँ। अब सामानहरू हेर्ने क्रममा छौँ। थोरै पहिला केही कपडाहरू लिनेछौँ, त्यसपछि अरू सामान के मनपर्छ त्यही हेर्दैछौँ। हेर्दै हुनुहुन्छ हाम्रो उहाँ अगाडि हिँड्ने सर चाहिँ उहाँ जान लाग्नुभएको छुट्टीमा। उहाँको घर चाहिँ सिन्धुली जिल्ला हो। हामी यहाँ हेरेर कतिको आफूलाई मनपर्छ, के मनपर्छ, के भेटिन्छ छ कि छैन हेर्दैछौँ है त हजुरहरू। यहाँ हामी अहिले गएर कपडा हेर्दैछौँ। कपडा किन्ने तर्खरमा छौँ हामी चाहिँ अहिले चाहिँ। होइन, हामी अब फेरि माथलो फाट्न जानेछौँ। यहाँ मन परेन, अब हामी माथलो फाट्न गइरहेका छौँ। ल हामी
पुग्यो। अब हामी माथिल्लो फ्लाइटमा हेर्छौँ कपडाहरू सामानहरू हेरिरहेका छौँ। सब पाउने रहेछ, भाँडाकुँडाहरू पनि, कपडाहरू पनि, फ्यान्सी आइटम, कपडा सबै। यहाँनिर हेर्नुहोस्, यहाँको मार्केट एकदमै राम्रो छ। हेर्दै जाउँ सामान के लिनुहुन्छ सरले। हेर्ने क्रममै छौँ अहिले, भर्खरै आएका हौँ हामी हेर्नलाई। यहाँको मार्केट यस्तै छ हजुरहरू, हेर्दै जानु होला। दामी छ, दामी बजारहरू, निकै ठुलो छ यो मार्केट। यो सेकेन्ड फ्लोर हो। हामीले फर्स्ट फ्लोरमा थोरै मात्रामा हेऱ्यौँ, खासै केही पनि सपिङ गरेनौँ। यो चाहिँ हामी आइपुग्यौँ अर्को मार्केट फेरि। यो अर्कै फ्लोरको हो फेरि। यहाँ चाहिँ केही इलेक्ट्रिक सामानहरू पनि छ, सबै राइस कुकर, फ्यान, सम्पूर्ण इलेक्ट्रिक सामान भएको। यो चाहिँ अर्को लास्ट फ्लोर। हेर्दै जानु होला हजुरहरूले। एकदमै राम्रो छ। उता हेर्दै हुन्छ सरहरू। यतिखेर चाहिँ मैले हाई भनेर सबैलाई आफ्नो भिडियोतिर आकर्षित गराएको थिएँ। हेर्दै जानु होला हजुरहरूले र भिडियोलाई हेरिसकेपछि कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यो चाहिँ हामी त्यहाँबाट निक्लेर अर्को पसलमा गएका थियौँ। त्यो मार्केटबाट बाहिर निक्लिसकेपछि यो चाहिँ हामी ब्ल्याङ्केट किन्नको लागि उहाँ हेर्दै हुन्छ सरले। 5 किलोको, 7 किलोको, 8 किलोको छ भन्दैछन् यहाँका पसलले, साउजीले। बङ्गाला भाइहरूको पसल हो, बङ्गालीको। यहाँ चाहिँ सुर्केसहरू, घर जानको लागि सुर्केसहरू, ब्ल्याङ्केटहरू, चक्लेट जस्ता कुराहरू खरिद गर्नलाई, सपिङ गर्नलाई हामी गएका थियौँ। तपाईँलाई 8 किलोको ब्ल्याङ्केट हामीले 235 मा खरिद गरेका थियौँ। अन्त हेरी ठिकै हो भन्ने लाग्यो, त्यसैले हामीले खरिद गऱ्यौँ एउटा ब्ल्याङ्केट। यो चाहिँ बाहिरको दृश्य हो रावङ बजारको। यो देखेको बिल्डिङमा नि मार्केट हो, हामी त्यहीँ गएर पहिला। ठिकै छ, यहाँको बजारहरू यस्तै छ। यहाँको मेन रावङ बजार यही हो। यहाँ चाहिँ हामी चक्लेटहरू पनि किन्नेछौँ, ब्ल्याङ्केट। एकदमै हजुरहरूलाई यो मेरो भिडियो ब्लग कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।